आजभन्दा 10-12 वर्ष अगाडि नेपालका धेरै अधिकांश चलचित्र हलहरूले यो मेसिन मार्फत चलचित्र देखाउने गर्दथे। चलचित्र विकास बोर्डबाट सेन्सर पास भइसकेपछि एउटा रेलको क्यासेटको रूपमा उपलब्ध हुने त्यो रेललाई यो मेसिनभित्र राखेर नेपालका हलहरूले चलचित्र देखाउने गर्दथे। अहिले नेपालका धेरै चलचित्रहरू स्मार्ट भइसकेका छन्। क्युएफएक्स, सिने रोयल, मल्टिप्लेक्स जस्ता 3D 2D हलहरू धेरै बनिसकेका छन्। पहिला चाहिँ यो मेसिन मार्फत विद्युत बाट यो मेसिन सञ्चालन गरेर यसरी यो भित्र चक्का राखेर यसको भोल्युम सबै यही मार्फत प्रसारित हुन्थ्यो। यो मार्फत सिधै पर्दामा देखिन्थ्यो। यो चाहिँ नेपालगञ्जको बागेश्वरी चलचित्रमा 2046 साल भाद्र 3 गते श्री 5 मुमा बडा महारानीको जन्म उत्सवमा यो चाहिँ यसको शुभारम्भ गरेको हो। तपाईँ अहिले पनि नेपालगञ्जको क्युएफएक्समा जानुभयो भने यो हेर्न सक्नुहुन्छ।